के गर्नुहुन्छ यदि तपाईको सर्भिसमा समस्या आयो भने कम्प्लेन अनि कम्प्लेन रिजल्भ हुन टाइम लाग्यो भने सोशल मिडियामा र्यान्ट अनि लास्टमा फ्रस्ट्रेट भएर स्विच बट अ गाय डिड समथिङ डिफरेन्ट एयरटेलको सर्भिसबाट फ्रस्ट्रेटेड भएर उसले एयरटेल ब्ल्याक भन्ने डोमेन नै किनिदियो यदि तपाईले त्यो वेबसाइट ओपन गर्नुहुन्छ भने योर प्रब्लम हैज बीन इग्नोर्ड भनेर देखाउँथ्यो वेबसाइटमा उसले आफ्नो मात्रै होइन अरु कस्टमर्सहरुको कम्प्लेन पनि एड गरिदियो त्यसपछि एयरटेलले उसलाई सम्पर्क गर्यो 30 दिनको फीस रिफन्ड गर्यो अनि साइट डाउन गर्ने रिक्वेस्ट गर्यो अहिले साइट ओपन भइराको छैन सी सर्भिसमा फेलियर्स कमन हो कस्टमरले पनि बुझ्छ प्रब्लम कहिले हुन्छ प्रब्लम हुन्छ जति बेला हामीले कस्टमर र उसको प्रब्लमलाई इग्नोर गर्छौं धेरै टाइम लिन्छौं सुन्नको लागि र सल्भ गर्नको लागि आज भोलि कस्टमरसँग प्लेटफर्म छन् मिडियम छन् अनि कस्टमर्सले युज गर्छन् र कुनै कुनै कस्टमर्स यति रिसोर्सफुल हुन्छन् कि फ्रस्ट्रेसनलाई क्याम्पेन बनाइदिन्छन् एज अ सर्भिस प्रोवाइडर तपाईको काम प्रब्लम सल्भ गर्नु मात्रै हैन त्यो एस्केलेट हुनु भन्दा अगाडि सल्भ गर्नु हो बिकज one ignored customer can become a story that thousands will see तपाईलाई कुनै ब्रान्डले कहिले यति फ्रस्ट्रेट गरेको छ कि तपाईले एक्सट्रीम स्टेप लिनु पर्यो के गर्नु भयो लेट मी नो इन द कमेन्ट्स